दर्शकबिन अहिले देशमा केही कुराको चर्चा छ त कि त त्यो सुनकोशी खोला कि त इबोला 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 सुनकोशी खोलाको बारेमा तपाईलाई थाहै होला तर इबोलाको बारेमा सरकार के तयारी गरिरहेको छ लागौं एकैछिन जानकारीको लागि डाक्टर साहब यो इबोला भन्ने भाइरस कहाँबाट आयो होला यो इबोला भन्ने भाइरस एक्चुअली इन्डियाबाट आएको इन्डियाबाट होइन मैले त अफ्रिकाको कुनै राष्ट्रबाट आएको भन्ने सुनेको थिएँ गलत हो यो इन्डियाबाट आएको कसरी नि अब यो इन्डियाको एकजना बिरामी आउनुभयो होइन अस्पतालमा आएर डङ रङ्गै ढल्नु भयो हजुर ढलिसकेपछि उहाँ चाहिँ गर्दै हुनुहुन्थ्यो भन्दै चाहिँ त्यसपछि अरू डाक्टरहरू आएर सोधे क्या बोला भनेको इबोला भने त्यहाँदेखि यो भाइरसको नाम इबोला हो दर्शकबिन ब्रेकिङ न्युज यो इबोला भन्ने भाइरस इन्डियाबाट आएको भन्दै हुनुहुन्छ डाक्टर साहब हजुर यो इबोला भन्ने भाइरसको लक्षणहरू के होला अब यो के होला भनेर नाकैमा नठोस्नुहोस् न यो माइक्रोफोन तपाईँ के अलि तल राख्नुहोस् न कि चल्दैन तलबाट तपाईँहरू पत्रकारहरूको के होला भनेर नाकैमा ठोस्दै आउनुहुन्छ यसमा मिल्दैन क्यामेरै नाकमा लाग्ने माइकै नाकमा ठोस्ने वाट इज दिस अब हेर्नुहोस् लक्षणको बारेमा कुरा गर्दाखेरि यो के हुन्छ भन्दाखेरि इबोला भनेको जुन भाइरस छ त्यो लाग्ने बित्तिकै मान्छेको पहिला सुरु आन्द्रा भुँडी फोक्सो सबैमा अट्याक त्यो अट्याक भएपछि त्यो मान्छे चाहिँ बिस्तारै कालो हुँदै जान्छ बिस्तारै कालो होइन कालो हुँदै जान्छ एकैचोटि हुँदैन त्यसपछि त्यो चाहिँ ई भन्न थाल्छ त्यसपछि हामी थाहा पाउँछौँ कि त्यसलाई इबोला लागेको छ भनेर बुझ्नुभयो द्याट इज द लक्षण ओके यो इबोला भन्ने भाइरस नेपालमा आउन सक्ने सम्भावना कतिको छ त यो हाइपोथेटिकल क्वेसन हो है यस्तो वाइयात क्वेसन सोधेर मेरो अनि मेरो होल टिमको टाइम खराब नगर्नुहोस् यो नेपालमा त यो इबोला भन्ने भाइरस आउँछ भनेर सोध्दै नसोचे हुन्छ आए पनि केही गर्न सक्दैन केही पनि गर्न सक्दैन किन भन्दाखेरि नेपालमा पहिल्यै सुरु यस्ता खतरनाक भाइरस छन् जसले वर्षौँदेखि नेपाली जनताको रगत चुसेर बसिरहेछन् प्यारासाइट जस्तो बसिरहेछन् त्यसबाट त नेपाली जनता मर्दैन त्यो बागमतीको ढल ढ्याङ ढङ गनाउँदाखेरि त्यही छेउको मान्छे निच्चा हाँसेर बस्न सकेको छ यो नेपालमा यो इबोला भन्दा धेरै ठुलो भाइरस छन् पत्ता नलागेको मात्रै हो आइहाल्यो भने पनि यसो काठमाडौँ घुम्छ धरहरा हेर्छ सहरबाट हेर्छ यसो घुम्छ फिर्छ सर्लक्क लाएर जहाँबाट त्यहाँ जान्छ त्यसले यहाँ केही दाल गलाउन सक्दैन त्यसको शक्तिले यहाँ काम गर्दैन भने मलाई पुरा विश्वास छ यदि यो इबोला नेपालमा आइहालेमा सरकारले के तयारी गरिरहेको छ अब हेर्नुहोस् खासमा यो इबोला भन्ने भाइरस हाम्रो लागि त त्यति खतरनाक कुरा होइन कानतिर होइन मुखतिर ल्याउनुहोस् न है अब खास खतरनाक होइन हामीले चाहिँ के भन्दाखेरि हामी सरकारदेखि हामी भने इबोला भाइरससँग लड्न सिङ्गल परे पनि पुरै रेडी छौँ जस्तो हामी यहाँ देख्न सक्नुहुन्छ हाम्रो पुरै टिम यसमा लागिरहेछ वी आर डुइङ लट्स अफ एक्सपेरिमेन्ट होइन यो हामीले चाहिँ पुरै एक्सपेरिमेन्टहरू गरिरहेछौँ जस्तो तपाईँ हेर्न सक्नुहुन्छ हेर्नुहोस् अब हेर्नुहोस् वी आर डुइङ लट्स अफ एक्सपेरिमेन्ट फर त्यो इबोला भाइरस होइन यो पुरा अब यो औषधि घोलेर त्यो इबोला लागेको पेसेन्टलाई स्याट लगाएर हान्ने बित्तिकै त्यो इबोला त कहाँ होला त्यस्तो वी आर डुइङ द्याट राइट यो त भयो तर इबोलाबाट बस्ने अरू उपायहरू पनि त होला नि अब हेर्नुहोस् अरू उपायको लागि के भन्दाखेरि मेन यु हेभ टु थिङ्क है जस्तो हामीले चाहिँ एयरपोर्टमै हाम्रो होल टोली खटाएका छौँ जति पनि विदेशीहरू स्वदेशीहरू जो विदेशबाट आउनुहुन्छ उहाँहरू आउने बित्तिकै हामी उहाँहरूलाई च्याप्प समातेर दौडाको दौडै कमसेकम 20 किलोमिटर जति दौडाउने अनि त्यो चाहिँ किन नि अब त्यसरी दौडाइसकेपछि त्यो मान्छे थाक्छ त्यो थाकिसकेपछि त्यसको भित्र भएको भाइरस पनि थाक्छ त्यो थाकिसकेपछि एउटा जाओ सिटामोल प्याटो खाइदियो नि त्यस्ता भाइरस त फ्याट्दै आइडिया छ यो त ए त्यस्तो पो अनि अरू उपाय चाहिँ
अब अर्को चाहिँ के भन्दाखेरि त्यसरी पेसेन्ट दौडाइसकेपछि हामीले एउटा विशेष किसिमको स्प्रे बनाएका छौँ। यो स्प्रे भनेको चाहिँ एन्टिभाइरस इबोला स्प्रे हो। अब मानिसको जहाँ जहाँ पुवाल छ त्यो पुवालबाट इबोला भाइरस सर्न सक्ने, संक्रमण हुन सक्ने सम्भावना भएपछि ती सबै पुवालमा चाहिँ यो स्प्रे यसरी स्प्रे गर्ने। जस्तो तपाईँ देख्न सक्नुहुन्छ, जस्तो उहाँलाई हेर्नुहोस्, उहाँलाई हामीले एयरपोर्टबाट सिधै समातेर ल्याएको 20 किलोमिटर जति उहाँलाई दौडायौँ, त्यसपछि उहाँ थाक्नुभयो, उहाँको भाइरस पनि थाक्यो, त्यसपछि एउटा सिटामोल जस्तो प्याट खुवाएर उहाँले डङरङ्ग ढलाएर सम्भावित क्षेत्र जहाँ जहाँबाट इबोला छिर्न सक्छ त्यहाँ सबै स्प्रे हालेर उहाँलाई आराम गराएको छौँ। एकछिनमै उहाँ निको हुनुहुन्छ। होइन, उहाँले त अर्कै गरिरहनु भएको छ त। अब उहाँ चाहिँ अलिकति चाइनाबाट आउनुभयो होइन, चाइनिज भर्नु, त्यही भएर चाइनिज ई गर्दै हुनुहुन्छ। यति गर्दा गर्दै पनि इबोला भाइरस आएर असर गरिहाल्यो भने के गर्नुहुन्छ त? अब यत्रो गर्दा गर्दै पनि इबोला भाइरस फ्याट्टै आइहाल्यो भने त्यसपछि कसैले के गर्न सक्दैन, डाक्टर भोलाले नै सक्नुहुन्छ होला। होइन डाक्टर भोला, होइन डाक्टर भोला त गाइनोकोलोजिस्ट होइन र? हामीले उहाँ डाक्टर भोलाको बारेमा कुरा गरे होइन कि, हाम्रो भोले बाबा भोलाको बारेमा कुरा गरे। अब यो सारा देशलाई विभिन्न भाइरसबाट उहाँले नै बचाइरहनु भएको छ। उहाँ बाहेक अरू को होला र इबोलाबाट बचाउने? मेरा भोला, डाक्टर भोला, मेरा भोला। डाक्टर साहब, यो इबोलालाई निको पार्न भोलालाई दिने टोनिक ठिक पार्नुहुन्छ डाक्टर साहब, उहाँले नै बचाउनु सक्नुहुन्छ हामीलाई। यहाँ रेडी छ। तरिका होला, यो इबोलाबाट बचाउने तिमी नै होला। ब्रेकिङ न्युज, अर्को इबोला लक्षण मुख कालो, ओठ रातो हुन सक्ने। यो इबोलाबाट यसलाई कसले बचाउला? इबोला